कतासम्म जानु लाग्नु हो म्याम? हामी उता बुद्धपारा बुद्धपारा के काम थियो र भोजमा? ए थकै लागेको छैन नि? थकै लागेको छैन गाडी नपाएर हामी हिँड्दै आएको हो ए गाडी पाउँदैन नजिकमा भन्नुभयो होला होइन? होइन टाढा हो टाढा हो? ए ल ल अब त्यहाँ जाने अनि के गर्नुहुन्छ? के गर्नुपर्छ? भोज खाने टिका लगाइदिने बहिनीहरूलाई एकछिन बस्ने खाने ए अनि आउनुहुन्छ? अनि आउने अब सानो मेमले एकचोटि भनिदिनु न। सानो ल्याम गर्नुहोस् न सानो मेम ल सानो मेमको पाला आयो। मेम एउटा मात्रै हजुरको नाम मात्रै भनिदिनु। मेम हजुरको नाम मात्रै भनिदिनु। हजुरको नाम मात्रै भनिदिनु मेम। नभन्ने? ल सजिना मगरे म चाहिँ आज लाज लाग्नु भयो अरे त्यही भएर म आज बोल्नुहुन्न अरे। ठिकै छ भोलि भेट्दै बोल्नुहुन्छ नि। भोलि भोलि बोल्नु अहिले कस्तो खुट्टासुट्टा दुखेको मौसम छैन आमा? ल ल ल अनि दुख्यो भने भन्नु न म घोडा बोलाउँछु। पर्दैन? ए हाम्रो साइली मेमलाई कस्तो लागिरहेको छ? घोडामा अब एकजना चढ्ने भयो भने यत्रो जानु चढ्नुमा अनि एकैचोटि चढेर पाला पाला चढेर जानु पर्यो नि त। सबैजना जाँदाखेरि एकचोटि जाने हो ए अनि एकचोटि एउटा घोडा कहाँ बोक्छ भने त तपाईँ पनि गल्ती रहेछ। तपाईँ पनि घोडा चढ्नु पर्दैन? यहाँ चढेकोदेखि नै श्रेष्ठ जन्मेकोदेखि घोडा ए चढ्नु भएको छ? ल ल ल ठिक रहेछ ल ल अनि कस्तो आनन्द आइरहेछ हिँड्दाखेरि? तपाईँले भन्नु न अब सधैँ स्वामी घुम्ने बानी छ घुमिरहनु परेको हो? ए ल ठिक छ ल ल हामी त स्वयंमा घुम्ने बानी अब घुमिरहनु पर्छ। बुद्ध धर्म गर्ने मान्छे हामी त अब घुमिरहनु पर्छ। त्यही भएर अब एक राउन्ड घुम्ने होइन? थाके भन्नु मिल्दैन नि मिल्छ र? अहिले हान्नु नि मिल्छ मिल्न चाहिँ के गर्नुहुन्छ? कुरा हान्नु कि मलाई सिकाउनु पर्छ र? ल हामी आमा छोराको अब यति बन्द गरिदिउँ हस् त। नमस्ते।